विनाशकारी भूकम्पले तहस नहस भएको अर्थतन्त्रलाई त्राण दिन र क्षतिको पुनर्निर्माण गर्न भूकम्प गएको 2 महिनामै सरकारले नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन गरी 4 खर्ब रुपैयाँ बराबरको सहायता प्रतिबद्धता प्राप्त गर्यो। तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन र पुनर्निर्माण अभियानमा तदारुकता देखाउन नसक्दा भूकम्प गएको 1 वर्ष हुन लाग्दा पनि सहयोग प्रतिबद्धताको उपयोग हुन सकेको छैन। यो वर्ष संविधान जारी हुनु मुलुकका लागि राजनीतिक रूपमा सबैभन्दा ठूलो उपलब्धि रह्यो। तर संविधान जारीपछि राजनीतिक संक्रमणकालको अन्त्य हुने र आर्थिक विकासमा देश केन्द्रित हुने अपेक्षा विपरीत तराई मधेसमा भएको आन्दोलन र भारतको नाकाबन्दीले आर्थिक गतिविधिलाई ठप्प मात्रै पारेन, थप करिब 4 लाख नेपालीलाई गरिबीको रेखा मुनि पुर्यायो। भारतको करिब 6 महिने लामो नाकाबन्दीले निर्यात ठप्प भयो, उद्योग व्यवसाय चौपट भए, औषधिको समेत अभाव भयो। भूकम्पले पुर्याएको भन्दा पनि कैयौं गुणा ठूलो आर्थिक क्षति भारतीय नाकाबन्दीले पारेको निजी क्षेत्र र अर्थविदहरूको विश्लेषण छ। प्रत्यक्ष रूपमा 15 खर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको बताइन्छ। ग्यास, पेट्रोल, डिजेल लगायत पेट्रोलियम पदार्थको अभावले सर्वसाधारण उपभोक्ताको दैनिकी वर्षैभरि जसो सङ्कटमा गुज्रियो। दशैं तिहार जस्ता महान चाडपर्व खल्लो रहे, आम नेपाली कालोबजारीको मार खेप्न बाध्य भए, पर्यटन क्षेत्र मारमा पर्यो। सरकार चालु आर्थिक वर्षको बजेटमा प्रक्षेपण गरेको 6% को आर्थिक वृद्धि दर घटाएर 2% झार्न बाध्य भयो। एसियाली विकास बैंक लगायत दात्री निकायले त यो आर्थिक वृद्धि 1.5% सीमित हुने प्रक्षेपण गरेका छन्। यस वर्ष महँगी र कालोबजारीले पनि सर्वसाधारण आक्रान्त बनिरहे। दोहोरो अङ्कको मूल्य वृद्धिले न्यून आय स्रोत भएकालाई थप मर्कामा पार्यो भने कालोबजारी अझै पनि व्याप्त छ। लोड सेडिङको मार यस वर्ष पनि जारी रह्यो। दैनिक 14 घण्टासम्म लोड सेडिङ भएकोमा चैत मसान्तसम्म दैनिक 11.5 घण्टा भन्दा बढी लोड सेडिङ खेपिरहनु परेको छ। यसै वर्ष भारतबाट थप 80 मेगावाट विद्युत आयात भएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष 2072-73 को मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी 4 गुणा बढाउने प्रस्ताव यसै वर्ष गर्यो। चुक्ता पुँजी पुर्याउन बैंक तथा वित्तीय संस्थाहरू बीच मर्जर प्रक्रियाले भने उल्लेख्य गति लियो। प्रतिकूल आर्थिक अवस्थाका बावजुद केही आर्थिक सूचक भने सकारात्मक नै रहे। मुलुकको शोधनान्तर स्थिति राम्रो अवस्थामा छ भने विप्रेषणमा वृद्धि जारी छ। यसै वर्षदेखि नेपालले पनि मेसिन रिडेबल पासपोर्ट लागू गर्यो। वर्षको उत्तरार्धतिर प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणका क्रममा भएका केही सहमतिलाई सकारात्मक रूपमा हेरिएको छ। नेपालले विशाखापट्टनम बन्दरगाह र काकडभिट्टा बङ्गला बन्द मार्ग प्रयोग गर्न पाउने गरी भारतसँग सम्झौता गर्यो। यस्तै नेपाल र चीन बीच पारवहन तथा व्यापार सहित 10 वटा सम्झौता भए। पुँजी बजार वर्षैभर जसो सकारात्मक रह्यो। वर्षको सुरुवातमा 944 बिन्दुमा रहेको नेप्से संविधान घोषणासँगै थप उत्साहित बन्दै चैत्र अन्तिम सातासम्म 1400 नजिक पुग्यो। यही वर्ष निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व पशुपति मुरारकाले पाए भने उद्योग परिसंघको अध्यक्षमा हरिभक्त शर्मा चयन भए। यस्तै गैर आवासीय नेपाली संघको दोस्रो कार्यकालका लागि पनि शेष गहले नै पुनर्निर्वाचित भए। केही पक्ष सकारात्मक रहे पनि समग्रमा वर्ष 2072 आर्थिक रूपमा नेपाल र नेपालीका लागि निराशाजनक रहन पुग्यो।